हामीलाई एउटा धेरै जनाबाट प्रश्न प्राप्त भयो जसमा चाहिँ एक्जाम भन्दा अगाडि आउने एङ्जाइटीलाई कसरी हामी म्यानेज गर्न सक्छौं भन्ने। अब जाँचको अगाडि अलिकति डर लाग्नु स्वाभाविक कुरा भयो, नेचुरल कुरा भयो, सबैलाई हुन्छ। तर यदि यसलाई अलि अत्याधिक धेरै भएर आफ्नो जाँचमा नै यसले प्रभाव पार्न थाल्यो, पढेको सम्झिन छोड्यो, बिर्सिन थाल्यो, यो भयो भने एउटा दुईटा यस्तो टेक्निकहरू हुन्छ जसले चाहिँ हामीले त्यो एङ्जाइटीलाई त्यतिबेलै म्यानेज गर्न सक्छौं। जस्तै त्यो टेक्निकहरूमा एउटा महत्त्वपूर्ण भनेको गहिरो सास लिने हो। जब हामीले गहिरो सास नाकबाट लिने र एकछिन रोक्ने र मुखबाट फाल्ने यो गर्न थाल्छौं, यस्तो 5 चोटी 10 चोटी गरिसकेपछि हाम्रो मुटुको धड्कनहरू रेगुलेट हुन्छ र एङ्जाइटीको फिलिङ चाहिँ हाम्रो दूर भएर जान्छ। त्यस्तै गरेर अर्को टेक्निक हुन्छ, यसलाई हामी ग्राउन्डिङ टेक्निक भन्छौं। ग्राउन्डिङ टेक्निकमा हामीले सर्वप्रथम 5 वटा कुरा हेर्ने, आँखाले हेर्ने, वरिपरि भएकोमा कुन कुन कलरको छ, कस्तो कस्तो रङको छ। जस्तै मैले यति बेला एउटा हरियो प्लान्ट देखिरहेको छु, एउटा कालो सोफा देखिरहेको छु, एउटा झ्याल देखिरहेको छु। यसरी 5 वटा कलरको चीजहरू हेरेर आफूले मुखले नै बोल्ने। त्यस्तै गरेर 4 वटा आवाजहरू सुन्ने। मैले गाडीको आवाज सुन्दैछु, मैले पंखाको आवाज सुन्दैछु, मैले फ्रिजको आवाज सुन्दैछु, मैले कोही बोलेको आवाज सुन्दैछु। त्यसै गरेर अब 3 वटा कुरालाई हामी महसुस गर्ने। जस्तै कुनै हामीले स्मुथ सर्फेस छामेर हैन चिप्लो भाग हुन सक्छ, कुनै खस्रो भाग हुन सक्छ, कुनै चिसो हुन सक्छ, कुनै तातो हुन सक्छ, हातले छाम्ने 3 वटा कुरा। त्यस्तै गरेर 2 वटा स्वाद चाहिँ 2 वटा स्मेल चाहिँ हामीले नाकबाट लिन कोसिस गर्ने हैन। कुनै फ्रुटको स्मेल आइरहेको हुन सक्छ, धुलोको स्मेल हुन सक्छ, कुनै पनि 2 वटा स्मेल र जिब्रोमा आफ्नो कस्तो टेस्ट आइरहेको छ। यसरी हाम्रो 5 वटा सेन्स अर्गनहरूलाई जब हामीले इन्भल्भ गर्छौं, 5 वटा सेन्स अर्गनबाट हामीले 5 थरीको सेन्सेसन लिन्छौं, त्यतिबेला हाम्रो दिमाग चाहिँ अत्याधिक धेरै चिन्ता र डरबाट हाम्रो ग्राउन्डमा आउँछ। त्यसैले यसलाई ग्राउन्डिङ टेक्निक पनि भनिन्छ। एउटा सास प्रश्वासको र ग्राउन्डिङ टेक्निक, यो 2 वटा यदि तपाईले प्रयास गर्नुभयो भने तपाईको त्यो बेलाको एङ्जाइटी धेरै हदसम्म कन्ट्रोल भएर जान्छ।